छट मैले उनीहरूको सम्झिन पनि उठाएँ यार मलाई नयाँ चार्ज उठाउँछ नयाँ कस्तो पापी रहेछ यार चाहिन्छ बाहिर ढोका लगाइदिएको छ चाहिन्छ बाहिर ढोका लगाइदिएछ मुला अरू कोठा मान्छे सुत्छ यहाँ नगराइदियो ढोका बन्द गर्छ बाहिर मैले कसले हो ए जापानिज सालै फरक हुँदैन नि त मुला अनि बाहिर त कस्तो हुसो लागेको छ त नि छुमा खिर्की मात्रै नजाने 5 मिनेट हाल्न हालेन भने जाडो भयो यार जाडो भयो ओहो घाम पो लाग्नु आँटेछ यार कस्तो लाग्छ घाम कस्तो उस लाग्यो कस्तो घाम लाग्न त्यस्तो अब हामी जानु रोशनको काममा फिल्डमा कस्तो चिसो छ कस्तो हात काट्नु गएर मेरो हात काट्नु गर्दा है बा यस्तो जाडोमा पनि तिमीले मलाई लगाउन आँट्यो है अनि सुत्नु म के खोएँ यहाँ म अनि एक्लै चाहिँ के गरेर सुत्नु यहाँ हो म आए सँगसँगै भुस्यो पनि आएको हो अब हामी सर र टोक्यो सहर घुम्नु जाँदैछौँ रोसँग घुम्नु लाँदैछ टोक्यो सहर मलाई फ्रीमा एउटा कार रोशनले दिए पनि भने मलाई दिँदैन ल अब हामी ट्रकमा जान आँटेको सबै गाडी साह्रो भइसक्यो हामीलाई टोक्यो घुमाउन ट्रक यही हो लाग्यो अब है साथी ड्युटीतिर लाग्यो ड्युटी होइन घुम्नु भन न ए घुम्न लाग्यो टोक्यो सहरतिर यस्तै तिमीलाई थाहा छैन यो पोइन्ट छ नि यो भनेको चाहिँ आफ्नो ल्यान्ड भन्दा अरू ल्यान्ड कुदाएर पाइँदैन भनेको नेपालमा चाहिँ किन नराखेको त नेपालमा हुन्छ नेपाल हो नि नत्र ट्राफिक रुल्स फलो पो हुँदैन त चाइनिज दाइ हेर न कस्तो केटीको भिडियो हेर्दैछ हेर न त मैले हेरेर त काटेको न क्या चाक मारेर हेरेको जापानमा तोरीबारी हुँदो रहेछ है केटीसँग बोलेको छ हेर न त्यो रहेछ यार घरमा बुढी हुँदा नि केटीसँग बोल्छ यार कस्तो बाँदर मोके रहेछ यार ल रोशनले आज मलाई गुहान स्टोरमा सरी कोनबिनीमा लिएर खानेकुरा किनिदिएछ ल के हुँदो रहेछ हेरौँ है त यहाँ फेरि बिहानमा रक्सी देखाएको किनिदिन खोज्छ यार यहाँ आएर पाउरोटी खानु एउटा आइफोन किनौँ न है एउटा आइफोन किनौँ न यार ल तिर राव है साथी म एकछिन तिर राव म मुतेर आउँछु यस्तो हेरेर लाउनु पर्ने हुँदैन यार कता हो लाउने पनि भाइ यस्तो कुरा छ यार टोइलेटमा छिर्यो है पिसाब त फेरि तर कहाँ हो फ्लस कहाँ खोइ के थाहा पाउँदैन कता के हो ए हात गर्नु पर्दैन नि त नि ए थाहा भयो यो के हो यो हात ड्राइभ पनि खोइ छैन हुँदैन के हो यार यो पनि झन्डै खोल्न नआएर बन्द गर्न आएर कि यस्तो रह नि त ल पराठामा आइपुग्यो यार बल्ल अलिअलि उज्यालो भयो अघि त अन्धकार थियो पाउरोटी किनेर खुवाएँ
पाउ रोटी र एउटा कफी। कतिको पैसाको हेर्छु म दाम जम्मा मैले 25 एनको रहेछ यार। 25 एनाले फ्याक्क दिन्छु त्यहाँ अलिक अमर डेटलाई 25 एन भन्छ। हो यो चाहिँ पैसावाला यहाँ चाहिँ पैसा काट्छ है यहाँ चाहिँ। मै काइ नरु त्यसै यो चाहिँ सर्टकट लेखेको थियो अनि यहाँ चाहिँ पैसा कस्तो पैसा काट्छ यहाँ चाहिँ हाम्रो गाडी कम्पनीको पैसा यहाँ छ। हो यो कुन अरे टोकियो स्काई ट्री। टोकियो स्काई ट्री। अब हामी यहाँ चढ्न आँटेको अहिले चाहिँ रोशनले मलाई चढाउँछ। कति लाग्छ थाहा छ? कति? 3800 मात्रै? यो चढी 3000 तिमीलाई खर्च गर्न सक्दैनौ त? कति लाग्छ सुनाको पो त नि। नचढाउनु दिए मलाई यहाँ नि। चढाउँला न चढाउँला। कहिले चढ्छौ? यो टुप्पीमा पुग्न पाइन्छ? टुप्पीमा चाहिँ पाइन्छ नि। त्यो माथिको त्यो गोलो छ नि एक स्टेप तल हैन त्यो यस्तो माथि अलिकति छोड्नु त्यहाँसम्म चाहिँ पाइन्छ। के को दानहरु छ यो? अब त्यस्ता दाना चाहिँ मलाई कसरी थाहा हुन्छ? फ्याक्ट्रीको समथिङ केही होला त्यहाँनिर। फ्याक्ट्री भयो औजारहरु। म त के दाना भन्छु यार। अब यहाँनिर टक्क अहिले के आउँछ? यस्तो दामी उयो आउँछ के भन्छ? त्यसलाई के पो भन्छ? त्यो कप किटली जस्तो उयो आउँछ क्या। आ भन्न जान्दैन रहेछ। जापान भन्न बुझ्छु क्या। जापान भन्न बुझ्छु म यतिको कुरामा। तिमी बुझ्छौ म बुझ्दिनँ। म बुझाउन सक्दिनँ नि त जापानिज भाषा मलाई। यो किटली चुच्चा देखियो त? चुच्चा देखियो। के हो यो मलाई पुच्छ जस्तो? किटली जस्तो त भाड हो क्या। यो बियर कम्पनी हो। ए समुद्रभित्र गाडिदिन्छ यार पुल हो। खम्बा गाडेर बनाउँछन् त। फटाहरू छन् है। फटा हान्छ कसरी हुन्छ र? नेपालमा एउटा खोलामा पुल हाल्नलाई चाहना हुन्छ। यहाँ समुद्रमा हालिदिन्छ यार। रोशन सर टोकियो टावर है त्यसका टोकियो टावर बसाइ छोडिसक्यो। टोकियो टावर खोज्दैछ। ए यो त यही हो। टोकियो टावर देश संसार टोकियो टावर देशका टोकियो टावर हाय हाय किन हिँडे त? किन ओरै लाउडे हिँडे त? पुरा काट्छन् क्या होइन मलाई बाल छन् पुरा काट्यो मलाई के भन्छ न त म नबुझ्ने भाषा किन बोल्नु त? मैले बुझ्ने भाषा बोला नि त्यसमा नेपाली बोला। बोलिरहेको छु त नि। के चाहियो त तिमीलाई बुझ्नु? मैले पुरा काट्दै बस्छन् खाएको पत्ता पुरानो काटेको न। जापानिजहरू चाहिँ यसरी डेलिभरी गर्दो रहेछ। त्यसमा चाहिँ ट्राफिक रुल्स यस्तो दामी फलो हुन्छ नि होइन। सबै सिग्नल एक दिइरहेको हुन्छ। ज्याप्चा पर जाने भनेर चल भाइ सिधै अगाडि बढ्ने। त्यो पेट्रोल पम्प हो। जब आफै पाच्छ मलाई त सिनागावामा चाहिँ यस्तो अहिले नयाँ स्टेसन बनाउँदैछ। ट्रेन स्टेसन यहाँनिर थाहा छ कसलाई? मलाई। फेरि ट्रेन बनाउँदैछ यहाँनिर। मलाई थाहा छ नि। ट्रेन आइसक्यो के लाइनको। हो वाह यो चाहिँ हाम्रो बिजी सडक भएछ यहाँ चाहिँ मान्छेले खुर्र कुदेको देख्छ यहाँ मान्छे सक्छौँ यहाँ कति चलाउँछ त्यति अहिले म चाहिँ समुद्र हेर्न जाँदैछु। समुद्र हेर्न जानु भनेको यहाँबाट कहाँबाट जेब्रा क्रस गर्न थाहै नभएर यहाँ म यता खोजेकै छु। यहाँ समुद्र त पर त्यहाँ नाउ पनि खेल्दैछ। ओ यहाँ रहेछ जेब्रा क्रस। म चाहिँ किन त्यहाँ बसेर वेट गरेर बस्छ लास्टमा यहाँ जेब्रा क्रस यहाँ रहेछ। टेरिका बल्ल बल्ल क्रस गरेन। वाह 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 कस्तो दामी यहाँ दामी छ। नेपाल कहिले यस्तो हुने यार? नेपाल कहिले यस्तो किनभने यहाँ समुद्र छ नेपालमा। माथि पेन उठ्दैछ। के हो यार त्यो? गाडी सानो गाडी हो।
बोजू हालिरहेछ सब त्यति मात्रै खान्छ एकैटा रहेछ बोक गरेर बोक गरेर बोक रहेछ बोकोको राजा जस्तो हाई बोको कोरेमा कोरे हितो बोको देश सेम टु यु दिस वाह बबाल यार वाह 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 ए उता भनेको है समुद्र यहाँ कता कता खिच्नु मेरो आइफोनले यार हेर त अहिले क्लियर आयो अघि म यहीँ त गएको त्यही भयो पुल पनि फेरि हाल्यो म यहाँबाट हेरेको यही पुललाई फोटो खिच्दा किन यही पुल आइपुगेछ यार फाइनली यार नेपालको भाइब्स ल्याएको यो त झर्ला है साइकल त्यही त भनेको त ओ अघि नै गयो अघि नै किन यहाँ आइपुगेछन् के हो यस्तो यो बबाल बबाल मैले आज भनेको छु होइन कस्तो फिल भइरहेको छ एकदम राम्रो भइरहेछ तिमीले घुमाएको धन्यवाद यार यस्तो राम्रा राम्रा कुरा देखाइरहेको छ आफ्नो समुद्र हेर के रे हैन उमी देश पुणे देश कोरेवा पुणे पुणे किराय पुणे वा किरे हैन उमी म किरे उमे हैन उमी पुणे यी नै कोरे यसलाई पछाउँदैछु हामी यो कसम फिलिङमा यस्तै त हुन्छ यस्तै क्लियर पनि आउँदैन आउँछ त कहाँ आउँछ त रात पर्यो अब त दामी बत्तीहरू बल्दो रहेछ केही देखिँदैन रहेछ ए मोबाइल गुजरले देखेको नत्र मान्छे केही नदेखिने रहेछ यार आफूलाई देखाउ त आफूले कति देखिरहेको होला ग्यालेक्सीमा कस्तो भेटो यो चाहिँ पैसा तिर्ने भेट यहाँनिर पैसा तिरेर हिँड्यो भने यस्तो छिटो पुगिन्छ ए अहिले पनि पैसा तिर्नु पर्यो अब पैसा काट्नु कति काटो 20 किलोमिटर पैसा काट्यो च्यापै कति काटो चाहिँ थाहा छैन तर काट्नु चाहिँ काटो बाले जान्छ होइन त्यो घर त बाल छैन Tengok, langsung tangki sambang.